सबै नोट्स, एक्सरसाइज एन्सर्स र वर्ड मिनिङ्स मेरो वेबसाइटमा उपलब्ध छन्। लिङ्क पिन कमेन्टमा छ, त्यहाँ गएर सजिलै हेर्न सक्नुहुन्छ। ब्याटल अफ द अरेन्जेस, प्रत्येक भागको विस्तृत नेपाली व्याख्या। विद्यार्थीहरू, अब हामी यो पाठलाई सुरुदेखि अन्त्यसम्म एउटा पनि कुरा नछुटाई विस्तारमा बुझ्नेछौँ। यो पाठ इटालीको इभ्रियामा मनाइने प्रसिद्ध ब्याटल अफ द अरेन्जेसको अनुभवमा आधारित छ। लेखकले आफूले प्रत्यक्ष देखेको र महसुस गरेको घटनालाई वर्णन गरेका छन्। लेखकले सुरुमा आफूले देखेको कुरा बताउँछन्। चारैतिर केवल सुन्तलाको झिल्को देखिन्छ। अचानक एउटा सुन्तला उनको छातीमा जोडले लाग्छ। त्यो प्रहार यति शक्तिशाली हुन्छ कि उनको सास केही क्षण रोकिन्छ र उनी पछाडि चिप्लिएर सुन्तलाको रस र बोक्राले भरिएको थुप्रोमा लड्छन्। यसले उत्सवको सुरुवातदेखि नै कति उग्र र रोमाञ्चक वातावरण थियो भन्ने देखाउँछ। लडिसकेपछि लेखक तुरुन्तै आफ्नो टाउको छाम्छन् र रातो टोपी अझै छ कि छैन भनेर जाँच्छन्। उनले त्यसो गर्नुको कारण त्यहाँको नियम हो। कार्निभलका समयमा सहरभरि सार्वजनिक सूचना टाँसिएका हुन्छन्। ती सूचनामा विशेष गरी पर्यटकहरूलाई रातो टोपी लगाउन भनिएको हुन्छ। यदि कसैले त्यो टोपी लगाएन भने उसलाई सुन्तला हान्न मिल्ने लक्ष्य मानिन्छ। यसले त्यो उत्सवमा नियम र अनुशासन पनि रहेको देखाउँछ। त्यसपछि लेखकले रातो टोपीको महत्त्व बुझाउँछन्। त्यो कुनै साधारण टोपी होइन। त्यसलाई बेरेटो फ्रिजियो भनिन्छ। यो मोजा जस्तो आकारको हुन्छ र कार्निभलभरि सडकका हरेक कुनामा बेचिन्छ। यो टोपी स्वतन्त्रताको प्रतीक हो। यसको ऐतिहासिक अर्थ पनि छ। रोमन समयमा जब दासहरू स्वतन्त्र हुन्थे, उनीहरूले यो टोपी लगाउँथे। मध्ययुगमा अन्याय विरुद्ध विद्रोह गर्ने किसानहरूले पनि यही टोपी लगाउँथे। यसले स्वतन्त्रता, विद्रोह र आत्मसम्मानको भावना जनाउँछ। लेखक फेरि उठ्छन् र वरिपरि अझ राम्रोसँग हेर्न खोज्छन्। तर फेरि अर्को सुन्तला उनको निधारमा लाग्छ। उनको टाउको पछाडि धकेलिन्छ। उनले अनुहार पुस्दा रातो पदार्थ देख्छन् र डराउँछन्। उनलाई लाग्छ सायद रगत बग्यो, टाँका लगाउनुपर्ने भयो वा गम्भीर चोट लाग्यो। तर केही बेरमै उनले सम्झन्छन् कि त्यो रगत होइन, रातो सुन्तलाको रस हो। यसले कथामा हास्यास्पद मोड ल्याउँछ। सुरुमा डर लागे पनि पछि त्यो गलत बुझाइ भएको थाहा हुन्छ। डर र राहतको मिश्रित अनुभूतिपछि लेखक मैदानको पछाडितिर हट्छन्। त्यहाँ उनी सुरक्षित दूरीमा उभिन्छन्। उनी बताउँछन् कि यो 3 दिनसम्म चल्ने वार्षिक युद्धको पहिलो दिन हो। मानिसहरू 1 वर्षदेखि यस क्षणको प्रतीक्षामा बसेका हुन्छन्, त्यसैले सबै अत्यन्त उत्साहित र जोशमा हुन्छन्। त्यहाँ 9वटा टोली हुन्छन्, जसलाई अरान्सेरी भनिन्छ। यी सुन्तला फ्याँक्ने खेलाडी हुन्। केही खेलाडी पैदल हुन्छन्, केही घोडाले तानेका गाडीमा बसेका हुन्छन्। गाडीमा रहेका खेलाडीहरूले विशेष पोसाक लगाएका हुन्छन्। उनीहरूको पहिरन लेखकलाई विज्ञान कथाको पात्र जस्तै लाग्छ। उनीहरूले काँधमा गद्दी र टाउकोमा छालाले ढाकिएको गोलाकार हेलमेट लगाएका हुन्छन्। यसले चोटबाट जोगाउँछ। युद्ध सुरु भएको 1 घण्टापछि मैदानको अवस्था निकै फोहोर र अव्यवस्थित हुन्छ। जमिन सुन्तलाको रस, बोक्रा र घोडाको मलले भरिएको बाक्लो लेदोमा परिणत हुन्छ। वातावरणमा अमिलो र गुलियो गन्ध मिसिएको हुन्छ। लेखकले यो दृश्यलाई यथार्थ रूपमा चित्रण गरेका छन्। पैदल खेलाडीहरू निरन्तर दौडिरहेका हुन्छन्। उनीहरू मैदानको छेउमा राखिएका सुन्तलाका बाकसबाट सुन्तला उठाउँछन् र आफ्नो झोलामा भर्छन्। गाडी नजिक आउँदा उनीहरू दौडेर सुन्तला प्रहार गर्न थाल्छन्। जब सुन्तलाहरू गाडीमा लाग्छन्, ती फुट्छन्। केही समय गाडी रोकिन्छ। त्यसपछि फेरि अघि बढ्छ र खेलाडीहरू पछ्याउँदै आफ्ना बाँकी सुन्तला फ्याँक्छन्। यसले युद्धको तीव्रता र प्रतिस्पर्धा देखाउँछ। अचम्मको कुरा, पैदल खेलाडीहरूले कुनै सुरक्षात्मक साधन लगाएका हुँदैनन्। उनीहरूको कपाल सुन्तलाको बोक्राले भरिएको हुन्छ, अनुहारमा रस बगिरहेको हुन्छ। कसैको नाक फुटेको हुन्छ, कसैले अनुहार वा शरीरको कुनै भाग समातिरहेको हुन्छ। तर उनीहरू दुखी देखिँदैनन्, बरु गर्वका साथ आफ्नो टोलीको नारा लगाइरहेका हुन्छन्। यसले उनीहरूको साहस र उत्साह देखाउँछ। त्यसपछि लेखक सिल्भिया नामकी महिलासँग कुरा गर्छन्। उनी आफ्नो सुन्निएको आँखामा आधा काटिएको सुन्तला राखेर बसिरहेकी हुन्छन्। उनी तातो मदिरा पिइरहेकी हुन्छन्। सिल्भिया भन्छन् कि उनी भोलि आँखामा कालो डाम भए पनि खुसी हुन्छन्। उनका अनुसार यो कार्निभल मानसिक स्वास्थ्यका लागि राम्रो छ। वर्षभरि मनमा जम्मा भएको तनाव, रिस र निराशा यी 3 दिनमा बाहिर निस्कन्छ। त्यसपछि उनी आफूलाई हल्का र ताजा महसुस गर्छिन्।
उनले चोटपटक लाग्न सक्ने स्वीकार्छिन्, तर त्यो रमाइलोको तुलनामा सानो कुरा हो भन्ने बताउँछिन्। लेखक यो कुरा सुनेर उत्सुक हुन्छन्। उनलाई पनि त्यो अनुभव कस्तो होला भन्ने जिज्ञासा हुन्छ। उनले आफू रातो टोपी लगाएकाले सुरक्षित भएको सोचिरहेका हुन्छन्। तर वास्तविकता के हो भने केही दर्शकहरूले पनि कहिलेकाहीँ नियम तोडेर सुन्तला फ्याँक्छन्। त्यसैले स्वयंसेवकहरूले दर्शकहरूलाई सुरक्षात्मक जाली पछाडि बस्न सल्लाह दिन्छन्। त्यसपछि लेखक मासी नामका खेलाडीसँग भेट्छन्। उनी मोटे टोलीका सदस्य हुन्। उनको पोसाकको पछाडि ठूलो खप्परको चिन्ह हुन्छ। मासी लेखकलाई भन्छन् कि यदि साँच्चै कार्निभलको अनुभव लिन चाहन्छ भने जाली पछाडि बस्नु हुँदैन, युद्धको बीचमा जानुपर्छ। जब लेखक उनलाई चोट लाग्ने डरबारे सोध्छन्, उनी हाँस्छन्। उनी भन्छन् यदि जोखिम र त्यसले दिने रोमाञ्च तुलना गर्ने हो भने एउटा कालो डाम वा सानो चोट सस्तो मूल्य हो। यसले देखाउँछ कि सहभागीहरूका लागि यो केवल खेल होइन, अत्यन्त रोमाञ्चक अनुभव हो। मासी आफ्नो पोसाकमा फेरि सुन्तला भर्छन्। एउटा गाडी नजिक आइरहेको हुन्छ। उनी लेखकलाई रातो टोपी फालेर आफूसँग युद्धमा आउन निम्तो दिन्छन्। लेखकलाई केही क्षणका लागि आकर्षण हुन्छ। उनी सहभागी हुन चाहन्छन्, तर अन्ततः उनले नम्रतापूर्वक अस्वीकार गर्छन्। यसले लेखकको विवेकशीलता देखाउँछ। उनले रोमाञ्चभन्दा सुरक्षालाई प्राथमिकता दिन्छन्। पाठको मुख्य अर्थ। यो पाठले देखाउँछ कि यो उत्सव केवल खेल होइन, इतिहास र स्वतन्त्रताको प्रतीक हो। मानिसहरूले यसलाई तनाव घटाउने माध्यमका रूपमा लिन्छन्। जोखिम भए पनि सहभागीहरूका लागि यो गर्व र उत्साहको कुरा हो। रमाइलो र साहस आवश्यक भए पनि विवेक र सावधानी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यसरी ब्याटल अफ द ऑरेन्जेस एउटा अनौठो, ऐतिहासिक र रोमाञ्चक सांस्कृतिक परम्पराको जीवित चित्र हो।